हेलो नमस्ते। म अभि यादव, वरिष्ठ पशु सेवा प्राविधिक। विगत 3 वर्षदेखि म भरतपुर वार्ड नम्बर 13 उज्जवल नगर टोल विकास संस्थामा पशु सेवा प्राविधिकको रूपमा काम गर्दै आइरहेको छु। यो 3 वर्षको बसाइ के कस्तो भयो र कस्तो मैले अनुभव बुटले किसानबाट र कस्तो मैले किसानलाई आफूले पढेको जानेको र बुझेको कुरा कसरी सिकाएँ भन्ने कुरा म तपाईहरुले बताउन चाहन्छु। सबभन्दा पहिलो कुरा 2080 वैशाख 20 गते मैले आइएससी भेटनरी क्लियर गरेर भरतपुर 13 नम्बर वार्डमा मैले यहाँ किसानलाई सेवा गर्नको लागि मैले एग्रोभेटमा जागिर पाएँ। यहाँ मैले जोइन भएँ। 2080 सालदेखि लिएर 2083 सालसम्म 3 वर्ष मैले यो ठाउँमा काम गर्दै आइरहेको छु। किसानलाई सेवा दिँदै आइरहेको छु। प्रत्येक किसानको घर घरमा पुगेर उहाँहरूले पालेको गाई भैँसी बाख्रा कुखुरा कुकुर बिरालो सबैले मैले उपचार गर्दै आइरहेको छु। मबाट धेरै किसान यहाँ खुसी छन्। मेरो प्रति विश्वास नै छन् यहाँ धेरैको। किसानको फोन आउँदै बित्तिकै तुरन्त पुग्ने र उहाँको समस्यालाई समाधान गर्ने, उहाँको समस्यालाई आफ्नै समस्या बुझेर राति 12 बजे होस् 1 बजे होस् वा दिनमा होस्, पानी परेको बेला होस् या घाम लागेको बेला होस्, जुनसुकै समयमा पनि अभिलाई फोन गर्दै बित्तिकै अभि हाम्रो घर आइपुग्छ भनेर एउटा ठुलो विश्वास मैले किसानलाई दिएको छु। यहाँ किसानले मलाई एकदम मन पराएर मेरो कामले माया गरिदिनु भएको छ। उहाँहरूले पनि एकदम खुसी राखेको। उहाँहरूले पालेको गाई बस्तुले एकदम राम्रोसँग उपचार गर्दै आइरहेको छु। होला केही कमी कमजोरी होला मेरोमा। सबै मान्छे 100% पर्फेक्ट हुँदैन। जति पनि राम्रो भयो नि 10% वा 5% नराम्रो एक्टिभिटी सबैमा हुन्छ। त्यो म मान्छु। जहाँ जुन किसिमको मैले नलेज पढाइबाट लिएछु, सिकेछु, जुन मैले आज व्यवहारमा पनि लागू गर्दैछु। हरेक गाईलाई मैले आफ्नै गाई बुझेर, एउटा गाई माता बुझेर, अब नेपालको राष्ट्रिय जनावरको रूपमा बुझेर किसानलाई नहेरिकन गाईलाई हेरेर उपचार गर्छु। किनभने गाई एउटा हिन्दू धर्ममा एउटा सबभन्दा ठुलो माताको रूपमा मानेछौँ। कुनै बेला किसानसँग पैसा नआउन सक्छ। पैसाको कारण कसैको गाई नमरोस् भन्ने मेरो सोच हुन्छ। सबभन्दा ठुलो यो संसारमा जन्मेपछि मान्छेको जीवनमा सेवा नै धर्म हुन्छ। त्यो सेवा मानेर मैले उपचार गर्दै आइरहेको छु। विभिन्न रोगको अथवा मिल्क फिभर होस्, थुनाइलो होस्, हेमोराजिक सेप्टिसेमिया होस्, जुनसुकै रोगलाई मैले उपचार गर्दै आइरहेको छु। मैले दिएको औषधिबाट अहिलेसम्म त्यस्तो नराम्रो कम्प्लेन मैले सुनेको छैन। अथवा मसँग नभए नि मलाई पढाउनु भएको मेरो सरहरू अथवा मैले सिकाउनु भएको मेरो सरहरूसँग सल्लाह सुझाव लिएर मैले उपचार गर्दै आइरहेको छु। मेरो काम र कर्तव्य कस्तो छ के छ तपाईहरु जान्न चाहनुहुन्छ भने भरतपुर 13 नम्बरबाट उज्जवल नगर टोल विकास संस्थामा आएर सोध्न सक्नुहुन्छ। आजको यो सानो भिडियो मैले बनाएँ। हजुरलाई के कस्तो लाग्यो मलाई कमेन्टमा भन्नु होला। हस्त धन्यवाद।